सोच्छु। हेलो सबैजनालाई नमस्कार छ है मेरो भिडियोमा है। आज पनि सानो लोकल गर्नु जाँदैछ, हेर्दै गर्नुहोस् के हुन्छ होला है। अब चाहिँ हामी सरमस पुग्यो, जाँदैछ के हुन्छ बाटोमा है, के हुन्छ देखाउने कोसिस गर्छु है। यो चाहिँ सरमसा माथि हो, 500 रुपियाँको लोकल गर्नु जाँदैछौँ के हुन्छ है। प्राइभेट गाडीलाई चाहिँ साह्रै हतार हुन्छ हौ है। अलिकति के गर्यो कि हरान। यो पनि प्राइभेटै होला है, ट्याक्सी रहेछ, रिक्सा रहेछ। यहाँ रिक्सा साह्रै हतार हुन्छ हौ। सानो मसिनो गाडी सबै यस्तो छैन, कसै छ 100मा 99 चाहिँ छ यस्तो। उकालो आउँदै दुईजना बिचरा अभर परेको रहेछ, पेसेन्जर है, गाडी नभएर। हो नि हो, दुईजना डालामा हाले, गाडी पाउँदैन नि त हो। अनि उकालो चाहिँ यो उकालो त पाउँदैन नि त, बेला झुकेर मात्रै पाउँछ। झुकेर है। 500 को रिजर्भ, 500 को रिजर्भ हो। 300 रुपियाँको त तेलै खान्छ। के हुनु, गाडी मेन्टेन आफ्नो हजिरा कता होइन आराम त हो नि हो। छैन अब के हुनु, गाडी ज्यादा भएको हो कि के भएको। कोही चाहिँ झुकेर ल जाँदैछ है, जाँदैछ। खुइनी त खुइनी मान्छ। यहाँतिर हुनुपर्ने जाँदैछ पञ्चायत जिपियु मुनि पुगे है। औ जिपियु, औ यहाँ ताम जिपियु मुनि। तपाईँहरू यहीँ हो हुन्छ। यो जिपियु माथि देखेको है, यहीँ झर्ने रहेछ मान्छेहरू। टर्निङ पुग्यो, छैया टर्निङ पुग्यो। छैया टर्निङ भन्दो रहेछ यसलाई हो। अब अनलोड गर्नुपर्ने चाहिँ यहीँनिर होला होइन, यहीँ भने नि। यो उकालो हाल्नु भन्दै थियो होइन गाडी, उकालै भन्दै थियो नि त गाडी। कुत्ता ल कुत्ता चाहिँ गयो। ओइ पर जा ओइ भेट्छ ल, गयो उकालो गयो। यो सिमेन्ट लिएर आएको है, अनलोड। यो घरको रहेछ। यो सजिलो गाडीको कुदाएर पैसा कमाएको देख्छ है। साह्रो झाडु लाएर अहिले। खोइ झाडु कता छ, भित्र हालेको। ल अब नेक्स्ट भिडियोमा भेटौँ। आजको भिडियो यति नै हो है, ब्लग। आजको ब्लग यति नै हो, नेक्स्ट ब्लगमा भेटौँ है त।